साथीहरू अब चाहिँ म यो सामग्री लगाएर चाहिँ अचार बनाउनु गएँ। साथीहरू भिडियो भएन रहेछ। मैले यो जति पनि मैले मसलाहरू देखाएको थिएँ हजुरहरूलाई पहिला, त्यसलाई चाहिँ त्यो जुन चाहिँ तेल उब्रेको थियो यो मासु फ्राई गरेर, अनि त्यसमा चाहिँ एकछिन फ्राई गर्नुपर्छ त्यो मसलाहरू, अनि यो मासु हालेर चाहिँ अनि मिक्स गर्नुपर्छ। योभन्दा अगाडिको भिडियो चाहिँ मैले अन गरिनँ रहेछु, हाल्छु यसरी यसलाई मिक्स गर्नुपर्छ। यसरी मेरो अचार रेडी भयो। अब टेस्ट गर्नुहुन्छ कि साथीहरू? टेस्ट गर्नुहुन्छ कि साथीहरू? दामी भयो यो अचार चाहिँ। अब लौडीलाई पठाइदिने बर्तनहरू अब यसलाई सेलाएर चाहिँ टिपामा लाएर चाहिँ लौडीले लगेर जानुहुन्छ। हाम्रो घरको लौडी चिन्नुहुन्छ होला। साथीहरू अब चाहिँ म यो सामग्री लगाएर चाहिँ अचार बनाउनु गइरहेछु। यो चाहिँ भयो जिरा धनियाँ सबै मिक्स मसलालाई चाहिँ मैले घरमै बनाएको भयो। मिक्स मसला मैले पाउडर बनाएको। अनि यो चाहिँ सुक्खा खोर्सानीको पेस्ट, खोर्सानीलाई तेलमा फ्राई गरेर चाहिँ मिक्सीमा पिसेको। यो चाहिँ मैले तपाईँहरूलाई देखाउन सकिनँ, बिर्सिएर हुन्थ्यो। अनि यो लसुन फ्राई, यो चाहिँ कागती कुच्चो, यो भयो मिट मसला प्याकेटको, यो चाहिँ भयो तिखा लाउ। यो सामग्री लगाएर चाहिँ म अचार बनाउन गइरहेको छु। साथीहरू मैले लसुन पनि फ्राई गरेँ। मैले लसुन फ्राई गरेको चाहिँ हजुरहरूलाई देखाउन सकिनँ, बिर्सेछु। लसुन पनि यसरी फ्राई गरेर लगाउनुपर्छ। साथीहरू अब चाहिँ म लसुनलाई फ्राई अरू मासु फ्राई गरेरै गरेको चाहिँ तेलमा फ्राई गर्नु गइरहेको छु। मासुलाई त्यस्तै डिप फ्राई गर्नुपर्छ। साथीहरू फाइनली मैले यो मासु चाहिँ फ्राई गरिसकेँ। अब यसलाई म अचारमा देखाउँछु। यसमा के सामग्रीहरू लाग्छ। 3 किलो मासु चाहिँ यति मात्रै हुन्थ्यो फ्राई गरेर। ल है साथीहरू, यसरी पानी यो पानीलाई चाहिँ हामीले यसमै सुकाउनुपर्छ। अनि तेल निस्किन्छ जबसम्म अनि फ्राई गर्नुपर्छ। अनि टेस्टी हुन्छ। फर्स्टमा चाहिँ यसरी पानी निस्किन्छ। पानी निस्क्यो भनेर तपाईँहरूले यो पानीलाई निकालेर फ्याल्नु हुँदैन, टेस्टी हुँदैन। यो पानी यहीँनिर सुकाउनुपर्छ। अनि मात्रै टेस्टी हुन्छ है साथीहरू। त्यसलाई चाहिँ सुकाउनुपर्छ है। अब फेरि अर्को फ्राई गर्नु गइरहेको छु। यसलाई चाहिँ अलिकति मेरिनेट गर्नुपर्छ। गरेको चाहिँ तपाईँहरूलाई देखाउनु बिर्सेछु भिडियो गर्नु। लसुन लगाएर चाहिँ एकछिन मेरिनेट गर्नुपर्छ पकाउनुभन्दा अगाडि। अब यसको पनि पानी निस्किन्छ पुरा। अनि पानी निस्केपछि पानीलाई सुकाएर चाहिँ
फ्राई गर्नु छिटो पकाउनु भनेर अनि चाहिँ टेस्टी हुन्छ। त्यो पानी निकालेर रसहरू सबै जान्छ अनि मिठो हुँदैन। त्यो पानीलाई चाहिँ यत्तिकैमा सुकाउनुपर्छ साथीहरू, तब चाहिँ टेस्टी हुन्छ। रेडी भयो।